नमस्ते। यदि तपाईहरू अमेरिकामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथ, ल र मेडिकल डिग्री, हायर डिग्री छ, मास्टर र पिएचडी र अमेरिकन मिलिटरीलाई पार्ट टाइम या फुल टाइम आफ्नो करियर बनाउने सोच्नु भएको छ भने यो भिडियो तपाईहरुको लागि। मेरो नाम राजु, मैले इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी गरेको छु र म पार्ट टाइम युएस आर्मीमा काम गर्छु र फुल टाइम युएस स्पेस फोर्समा काम गर्छु। मिलिटरी जोइन गर्नु अगाडि रिक्रुटरसँग कुरा गर्नुहोस्। त्यो भन्दा अगाडि आफूले राम्रोसँग रिसर्च गर्नुहोस्। मेरो एउटा भनाइ छ, अमेरिकामा युएस मिलिटरीको रिक्रुटरले कहिल्यै पनि ढाँट्दैन। रिक्रुटर नेभर लाई, इट जस्ट मिन यु डिड नट डु योर रिसर्च वेल। तपाईले आफ्नो रिसर्च राम्रो गर्नु भएको छैन भन्ने मात्र बुझिन्छ है। त्यो भएर तपाईले आफ्नो रिसर्च चाहिँ रिक्रुटरसँग कुरा गर्नुभन्दा अगाडि र गरिसकेपछि मजाले आफ्नो रिसर्च गर्नुहोस्। आफ्नो लाइफ मिलिटरीमा लगाउने सोच्नु भएको छ भने त्यति चाहिँ लगानी गर्नुहोस्। सिधै अफिसर हुन चाहिँ तपाईलाई यहाँको नागरिकता चाहिन्छ। यदि तपाईसँग अमेरिकाको नागरिकता पनि छ, बाई बर्थ अथवा थ्रु नेचुरलाइजेसन, तपाईले जन्मिँदै पाउनु भएको अथवा चाहिँ तपाई पछि नेचुरलाइज गरेर युएसको नागरिकता छ र यहीँको हायर डिग्री छ, मास्टर अथवा पिएचडी, मैले भनेको विषयहरूमा साइन्स, इन्जिनियरिङ, म्याथमेटिक्स अनि ल अनि मेडिकल यसमा छ भने चाहिँ तपाईहरू सिधै अफिसर, त्यो पनि हायर लेभल। नेपालमा जवान अनि इन्स्पेक्टर, त्यस्तो कर्नल, जर्नल त्यस्तो हुन्छ नि, सेम कुरा, तर एकैचोटि हायर पोस्टमा मेबी क्याप्टेन, लुटेनेन्ट, मेजर त्यस्तोको लागि इलिजिबल हुनुहुन्छ। त्यो के को लागि, कुन विषयको कति डिग्री हुँदा, कति एक्सपिरियन्स हुँदा कुन पदको लागि इलिजिबल हुनुहुन्छ, त्यो चाहिँ म तपाईहरुलाई अब तुरुन्तै देखाउन लागेको छु। मैले शेयर गरेको स्क्रिनमा एकदमै ध्यान दिएर हेर्नु होला। तपाईले लेख्नुहोस् आर्मी डाइरेक्ट कमिसनिङ अनि इन्टर हान्नुहोस्। त्यसपछि आर्मी ट्यालेन्ट म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। मैले हिजो भिडियो बनाउन खोजेको, हिजो चाहिँ यो साइट डाउन भएर बनाउन सकिएन। तपाईले यो स्क्रिनमा देख्नुहुन्छ विभिन्न विषयहरू कोले डाइरेक्ट कमिसनिङ गर्न पाउँछन्, सिधै अमेरिकामा मिलिटरीको अफिसर हुन पाउँछन् र उनीहरूले थोरै ट्रेनिङ गर्नुपर्छ, थोरै फिल्ड वर्क गर्नुपर्छ। च्याप्लिन अनि यो ज्याग भनेको चाहिँ यो लयर अनि हेल्थ केयर, मेडिकल अनि साइबर। तर त्यति मात्रै होइन, त्यो भन्दा पनि अझै तपाईले भित्र खोलेर हेर्नुभयो भने चाहिँ अझै धेरै फिल्डहरू छन्। अब यहाँ तपाईले देख्नुहुन्छ नेशनल गार्ड, रिजर्भ, एक्टिभ ड्युटी, कतिवटा पोजिसन खुल्ला छन्। यो नम्बरहरू चाहिँ मैले चेक गर्दा सधैँ उस्तै देख्छु, तर त्यसको मतलब यो एउटा मात्र ओपनिङ भन्ने चाहिँ होइन, धेरै ओपनिङ भइरहेको हुँदो रहेछ। यहाँ तपाईहरुले देख्नुभयो। अब तपाई पार्ट टाइम जाने कि फुल टाइम, पार्ट टाइम रिजर्भ जाने या फुल टाइम एक्टिभ ड्युटी जाने, त्यो चाहिँ तपाईले डिसाइड गर्नुपर्छ र त्यस अनुसार यहाँ क्लिक गर्ने। यदि तपाई रिजर्भ जाने हो भने रिजर्भमा क्लिक गर्ने। चारवटा पोजिसन खुला भएको देखिन्छ र स्क्रोल गर्दै तल जाने। अब यसले चारवटा रिजर्भ पोजिसन, पार्ट टाइम रिजर्भ कस्तो के हो पछि छलफल गर्ने। अहिलेलाई चाहिँ यहाँ हेर्नुभयो भने अफिसर, नेटवर्क इन्जिनियर, लजिस्टिक अफिसर र आर्मी इन्जिनियरिङ अफिसर, चारवटा पोजिसन चाहिँ डाइरेक्ट कमिसनको लागि खुल्ला छ। अब अर्को काम चाहिँ तपाईले यो मध्ये तपाईको विषय कुनमा चाहिँ बढी अलाइन हुन्छ, कुनमा मिल्छ हेर्नु पर्यो। यदि तपाई नेटवर्क इन्जिनियर हो भने नेटवर्क इन्जिनियरमा एप्लाई गर्नलाई खोज्नु पर्यो। लजिस्टिक तपाईले एक्विजिसनहरू हेर्नु भएको छ भने लजिस्टिकमा जानु पर्यो। यदि तपाईको ब्याकग्राउन्ड इन्जिनियर हो भने इन्जिनियरिङमा जानु पर्यो। मेरो ब्याकग्राउन्ड इन्जिनियरिङमा भएको भएर म चाहिँ आर्मी इन्जिनियरिङ अफिसरमा क्लिक गर्छु र त्यहाँभित्रको रिक्वायरमेन्टहरू हेर्छु। तपाईलाई यहाँ सबै कुरा दिएको हुन्छ। यहाँ कहिलेदेखि सेलेक्सन सुरु भयो अनि कहिलेदेखि तपाईले एप्लिकेसन हाल्न मिल्छ र कहिले तपाईको इन्टरभ्यू, बोर्ड डेट भनेको चाहिँ इन्टरभ्यू हुने दिन तपाईको यहाँ देखिए अनुसार अप्रिल 7, 2025 मा अर्को बोर्ड बस्दैछ, त्यहाँ तपाईले इन्टरभ्यू दिन सक्नुहुन्छ। अनि यो डिस्क्रिप्सनमा सबै कुराहरू दिएको छ। यो जबको एक्सपेक्टेसन के हो, ड्युटी रेस्पोन्सिबिलिटी के हो, अनि यहाँ तपाईले हेर्नुभयो भने इलिजिबिलिटी के हो। धेरै मान्छेहरू चाहिँ डराउनुहुन्छ, म बुढो भइसकेँ, अब मैले कसरी जोइन गर्न मिल्छ। तर डाइरेक्ट कमिसनिङ चाहिँ त्यस्तो बाटो जहाँ चाहिँ तपाई यही जबको केसमा
52 वर्षसम्म पनि तपाईँ जोइन गर्न सक्नुहुन्छ। मैले देखेको जबहरू 55 वर्षसम्मको मान्छेलाई पनि ओपन छ, तपाईँ जोइन गर्न सक्नुहुन्छ। यहाँ तपाईँले हेर्नुभयो भने लेस देन 52 इयर्स ओल्ड, 52 वर्षभन्दा कम भएको हुनु पर्यो। र तपाईँलाई ऱ्याङ्क चाहिँ यदि तपाईँ सेकेन्ड लुटेनेन्ट, युएस मिलिटरीको ऱ्याङ्क, अफिसरको ऱ्याङ्क चाहिँ सेकेन्ड लुटेनेन्टबाट सुरु हुन्छ, फर्स्ट लुटेनेन्ट, क्याप्टेन, मेजर, लुटेनेन्ट कर्नल, कर्नल, होइन। यहाँ चाहिँ तपाईँको एक्सपिरियन्स र पढाइको सबै क्रेडिट जोडेर अनि तपाईँको एज हेरेर तपाईँलाई कुन ऱ्याङ्क दिँदा चाहिँ ठिक हुन्छ त्यो चाहिँ एउटा टिमले डिटरमाइन गर्छ अनि तपाईँसँग कन्सल्ट गर्छन्, होइन। थोरै थोरै बार्गेन पनि चल्छ, त्यो चाहिँ पछिको कुरा। तपाईँले सेक्युरिटी क्लियरेन्सको लागि एलिजिबल हुनु पर्यो अनि क्वालिफिकेसन चाहिँ के हो तिनीहरूले यहाँनिर चाहिँ सबै लेखिदिएको छन्। यदि तपाईँले राम्ररी मजासँग टाइम दिएर हेर्नुभयो भने यहाँ सबै कुरा हुन्छ। र अहिले ओपनिङ कुन कुन फिल्डमा छ, फर इक्जाम्पल इलेक्ट्रिकल इन्जिनियर, स्ट्रक्चरल इन्जिनियर, फेसिलिटी इन्जिनियर, मोस्ट डिजायर चाहिँ केमा हो तपाईँले हेर्नुभयो भने सबै देख्नुहुन्छ। अनि यहाँ चाहिँ को जोइन गर्न मिल्छ त्यो पनि सबै कुरा चाहिँ दिएको हुन्छ। यदि तपाईँलाई यो इन्फर्मेसनभन्दा अझै बढी जान्न मन लाग्यो भने चाहिँ तपाईँले यहाँनिर दिएको इमेलमा इमेल क्वेसन्स हियर, तपाईँले यहाँ दाहिनेतिर तल रातोमा हेर्नुभयो भने यो इमेलमा तपाईँले इमेल गर्न पनि सक्नुहुन्छ। अब मैले इमेल गरिसकेपछि म तपाईँलाई एउटा स्याम्पल देखाउँछु। मैले गरेको इमेलमा रिप्लाई के भनेर आयो। मैले यताउति सोद्धा उसले सबै कुरा यहाँ चाहिँ व्याख्या गरिदिएको छ, के कसो अनि के कुराहरू चाहिने हो, डकुमेन्टहरू सबै कुन रिक्वायर्ड हो, कुन चाहिँ रिकमेन्डेड हो, होइन। अनि अरू रिक्वायरमेन्टहरू के हो भन्ने कुरा चाहिँ उसले सबै, अनि उसले मलाई टाइम लाइन पनि कति लाग्छ भनेर पनि सबै पठाइदिएको छ। म त्यो टाइम लाइनहरू एकैछिनमा फेरि देखाउँछु।